आदरणीय दर्शकबिन नमस्कार। यदि तपाईले मोबाइल ब्याङ्किङको पासवर्ड बिर्सनु भएको छ वा सिक्युरिटी रिजनको लागि पासवर्ड चेन्ज गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। आज म तपाईलाई स्टेप बाइ स्टेप देखाउने छु कि कसरी तपाई घरमै बसेर मोबाइल ब्याङ्किङको पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। तपाईलाई ब्याङ्क जानु पर्दैन साथीहरू। तपाईले मोबाइल ब्याङ्किङको थ्रु नै तपाई ब्याङ्क नगइकन नै मोबाइलबाट पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। आउनुहोस् साथीहरू, ढिला नगरिकन भिडियो सुरु गरौँ। सिम्पली साथीहरू, तपाईसँग जुन ब्याङ्कको मोबाइल ब्याङ्किङ छ त्यो ओपन गर्नुहोला। सिम्पली मोबाइल ब्याङ्किङमा आउनुहोला अनि त्यसपछि यहाँ जुन प्रोफाइलको लोगो छ त्यसमा थिच्नुहोला। अब यहाँनिर साथीहरू जुन सिक्युरिटी एन्ड प्राइभेसीको अप्सन छ त्यसमा थिच्नुहोला। अब यहाँनिर साथीहरू जुन चेन्ज पासवर्ड भन्ने अप्सन छ त्यसमा थिच्नुहोला। अब यहाँनिर साथीहरू तपाईले जुन पासवर्ड क्रिएट गर्न चाहनुहुन्छ त्यो यहाँ राख्नुहोला अनि त्यसमा पनि सेम पासवर्ड राख्नुहोला। पासवर्ड कसरी क्रिएट गर्ने, क्रिएट गर्दा के कुरा ध्यान दिनुपर्छ यहाँनिर दिएको छ साथीहरू। तपाई यहाँबाट पढ्न सक्नुहुन्छ। कम्तीमा एकवटा सानो अक्षर हुनुपर्छ जस्तै एबीसी हैन, अनि त्यसपछि कम्तीमा एकवटा ठुलो अक्षर हुनुपर्छ जस्तै एबीसी। अनि त्यसपछि साथीहरू यहाँनिर भनेको छ कम्तीमा एकवटा विशेष चिन्ह हुनुपर्छ जस्तै @ #, पर्सेन्टेज हैन। अनि त्यसपछि यहाँनिर भनेको छ पासवर्डको लम्बाइ 8 देखि 15 क्यारेक्टर्स भित्र हुनुपर्छ। अनि त्यसपछि यहाँनिर भनेको छ साथीहरू पुरानो पासवर्ड फेरि प्रयोग गर्न पाइँदैन केही समयसम्म। अब सिम्पली साथीहरू यहाँनिर तपाईले स्ट्रङ पासवर्ड हाल्नुहोला जसरी अहिले मैले बताएको। अनि त्यसपछि साथीहरू यसमा पनि सेम पासवर्ड जुन तपाईले यसमा हाल्नुभयो त्यो पासवर्ड यसमा पनि हाल्नुहोला। अनि त्यसपछि यहाँनिर जुन कन्टिन्यू भनेर लेखिएको छ त्यसमा थिच्नुहोला। फाइनली साथीहरू तपाईको पासवर्ड चेन्ज भयो। यहाँनिर हेर्न सक्नुहुन्छ पासवर्ड चेन्ज सक्सेसफुल्ली भनेर आइसकेको छ। यसरी साथीहरू तपाईले चाहिँ मोबाइल ब्याङ्किङको थ्रुबाट पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। आजको लागि यति नै। धन्यवाद।